हेलो नमस्ते एभ्रिवान। आज चाहिँ मेरो साथीहरूले तौदह जाउँ भन्ने कुरा गरे अथवा कहीँ घुम्ने भनेर उनीहरूले भनेको थियो। अस्ति वैशाख जेठतिर वैशाखमा बिहे भएको साथी हो। अनि मैले भने त तौदहतिर पनि ठिकै हुन्छ अरे ठाउँ, म नि गएको छैन, जाने त भनेको ल हुन्छ भनेर आएको छन् रे। म गइरहेको छु। लेट्स सी भेटौँ तिनीहरूलाई। यिनीहरूले मलाई यो गेटमा अहिले आधा घन्टाको कुरा गाइज 10 मिनेट हो। फोन पनि उठाउँदैनन् फेरि। आजको राइड कता हो? कता हाल्नु? तौदह लेक, कीर्तिपुरको तौदह लेकमा हामी जाँदैछौँ। अब यहाँबाट गाडी चढ्यो गाइज। भिडमा उभिनमा परेको छु हामीहरू। म त यस्तै भए पनि यो डन्डीमै भए पनि बसेछु। मलाई ठिकै छ। यही त रहेछ त, आइसके रहेछ गाइज। यही रहेछ। किड्सको लागि खेल्ने ठाउँ पनि बनाएको रहेछ। यताबाट हो रे। भनेपछि हामी तौदह पुग्यो। सिट खै कतिको भ्यू कस्तो देखिन्छ। यताबाट चाहिँ यही हो तौदहको एरिया। त पानी त्यसरी सफा नै रहेछ। कहाँ छु रे? यो कीर्तिपुरको तौडा भन्ने तौदह लेकमा भन्नु पनि आउँदैन घुम्नको लागि जाँदैछौँ। 3 जना साथीहरू होइन। हाम्रो उसको बिहेपछिको दोस्रो भेट हो गाइज। बिहेपछिको दोस्रो भेट। पहिलो पार्टी चाहिँ पहिलो भेटमा भइसकेको छ। आज चाहिँ चटपटे पार्टी हो क्या? आज चाहिँ यहाँ चाहिँ घुमघाम पार्टी। माछा खाना नि लाग्यो। टिकट पनि हो होइन होला टिकट त। यहाँ हेर त ल के हो यो रेस्टुरेन्ट एरिया होला नि। देखाइदिउँ त्यो 50 सित्तैमा हो क्या हो? खै खै ल आउनु नि त आउनु। लाम भयो क्या हो? त्यहाँ पनि जाउँला। आऊ पछि जाउँला नि त। आउनु र बाइक ल्याउने हो भने त झनै सिधै रोडै रोड रहेछ नि। खुबै बोर परे जस्तो छ। बस्ने ठाउँमा रिल्याक्समा हो। कफी कफी खाइदियो। उतो साइडमा बस्न पाए भए। यहाँ चाहिँ एकछिन विश्राम गर्ने हामी चाहिँ निदो गरियो। अब फोटो खिच्नु पर्यो। हेर्नु कस्तो आइरहेको छ। ह्यान्डसम आइरहेको छ। ह्यान्डसम वाइफ चाहिँ ब्युटिफुल वाइफको ब्युटिफुल हस्बेन्ड। उदोको भ्यू चाहिँ देख्न सकिन्छ। छेउमा रहेछ। उहाँको पनि निकाल्यो। जुम हुँदैन कपाल त उ गरे पाहुना हेर्छु
खिच्छु फोटोको लागि म चाहिँ स्टोरी टेलर, ऊ चाहिँ स्टोरी राइटर। अब डाइरेक्टर को हुन्छ, मैले चाहिँ फिल्म खेल्दा हुन्छ भनेर चाहिँ गाइज छु त हिरोइन जस्तो छु र। कस्तो छ आज त कहाँबाट यस्तो टोपी दिएछन् भने किन्दिनु गिफ्ट दिनु पर्दैन बुढीले अनि टोपीको लागि झगडा भइरहेको छ गाइज बुढाबुढीमा। खतरा आइरहेको त भ्यू त वाउ। त्यो भन कस्तो आइरहेको छ, ह्यान्डसम आइरहेको छ ह्यान्डसम। वाइफ चाहिँ ब्युटिफुल, वाइफको ब्युटिफुल हस्बेन्ड। उदोको भ्यू चाहिँ देख्न सकिन्छ, छेउमा रहेछ, दामी छ एरिया। रुखले अलिकति छेकेर यही दाब्नु है माथिको उहाँको पनि निकाल्यो। जुम हुँदैन पाहुना हेर्छु म खिच्छु। फोटोको लागि म चाहिँ स्टोरी टेलर, ऊ चाहिँ स्टोरी राइटर। अब डाइरेक्टर को हुन्छ, मैले चाहिँ फिल्म खेल्दा हुन्छ भनेर चाहिँ गाइज छु त हिरोइन जस्तो छु र। टोपी चाहिँ कस्तो छ आज त कहाँबाट यस्तो टोपी दिएछन् भने किन्दिनु गिफ्ट दिनु पर्दैन बुढीले अनि टोपीको लागि झगडा भइरहेको छ गाइज बुढाबुढीमा। खतरा आइरहेको त भ्यू त वाउ। नै मलाई बटरस्कच छ। कसलाई भ्यानला? उहाँलाई चाहिँ भ्यानला, मलाई चाहिँ बटरस्कच चाहियो। तिमीलाई के चाहियो? ऊ चाहिँ सर्वहारा वर्गमा पर्छ अरे। आइसक्रिम खाइरहेको छु तर कुन हो भन्ने थाहा खाइनु पर्यो गाइज। मेरो चाहिँ प्याक हुँदैछ बटरस्कच। आई लभ। थ्याङ्क यू। मलाई भ्यानिला वाला पुरै पनि भ्यानिला हो। कति रुपियाँ हो यो? हदाई तिनटाको अलिक खाँदेर हालिदिनु भएन क्या हो? तिनटाको 150। होइन एउटाको भनेको एउटाको हो र? आफै ढिङ ढिङ वाला राखिदिनु टाउकोमा चाहिँ तिरिमिरी भएको। 150को 3वटा दिए हो कि भन्ने सोचेर चाहिँ ऊ चाहिँ कन्फ्युजन परेछ। 500को परेछ। उहाँको पालो नि आयो बल्ल खाने। राम्रो थियो क्या तिमीले? दुईजना यो मिठो लाग्छ मलाई। दुईजना बुढाबुढीको चोइस चाहिँ भेनिला, मेरो चाहिँ यो खान्छ त थोरै थाहा चोइस होइन, मन त नजानेर खाएको। ऊ सर्वहारामा पर्छ क्या, त्यही भएर चाहिँ मन ठिकै छ भनेर बुढाबुढीको चोइस दिन लगाएको हो नि मैले। तर म त जे पनि खाइदिन्छु। हुन चाहिँ मैले भ्यानिला चाहिँ मिठो हुन्छ। दुईको पनि दामी जस्तो हुन्छ नि होइन? यहाँबाट 30 रुपिस पर पर्सन। 10 रुपियाँ लैजाऊ। चाहिँ फिर्ता छोडेर हिँडिरहेछ लिएर। कस्तो राम्रो छ त्यो मेल्ट भइसक्यो उसको त बिचरा। को मेरो भेनेला मेरो बटरस्कच राम्रो लाग्छ मलाई। एकछिन कहाँ छु यो? नेपालमा चाहिँ यस्तो सानो उसमा टिकट लिन्छ। विदेशतिर हो भने चाहिँ कस्तो राम्रो राम्रो बगैँचाहरू, कस्तो राम्रो टुरिस्ट एरियाहरू हुन्छ जहाँ कि मिराकल गार्डन भनेको तिमी यहाँको कुनै पनि ठाउँसँग कम्पेयर गर्न मिल्दैन। ओल्डको टप गार्डन मध्येको एउटा गार्डन हो जहाँ तिमी घुमेर एक दिनमा सकाउँदैनौ होइन।
बुढीलाई विदेशको भाषण झारिदिएछ गाइस। 15,000 थरीका फुलहरू त्यो गार्डनभित्र छन् भनेपछि तिमीले त्यसलाई यहाँ कति दुबईको गार्डनको कुरा हो। ओहो अब म कमाउने कहिले हुन्छु अलि पैसाको बिटो कमाउने भएपछि सँगै जानुपर्छ अनि घुम्न थाइल्यान्ड गार्डन। दुबईको मिराकल गार्डन भनेर तिमी सर्च गर। देखेछु आई नो भ्यू अघिको भिडियो उताबाट बनाएको थिएँ। अब यताबाट चाहिँ एरिया चाहिँ पिसफुल शान्त छ गाइस। दामी छ। 30 रुपियाँ त दिएछ। माछा लान पाउँछ होला? कहाँ पाउँछ? स्टिक बनाऊ लाम बनायो। यो माछा यहाँ कुन माछा पाउँछ? यो त्यतिको सोको लागि हो पाल्नु माछाहरू। यो माछा कुन माछा हो? खाने त हुन्छ चारो हो क्या होइन? देखिरहेको छ होला। अगाडि बढ्यो गाइड। कोकोले खाइसक्यो गाइस। मेरो अब तलबाट खानु सुरु गर्छु। मैले के बुझेको भन्दाखेरि जो यो दाना बेचिरहेको छ नि यसले हामीलाई दिनलाई होला भनेर हो सोचेको। सो त हामीले यहाँबाट किनेर माछालाई खुवाउनको लागि दानाहरू बेच्दो रहेछ। यिनीहरू जो दाना बेच्ने छ उनीहरूले चाहिँ यहाँ माछाको लागि भनेर बेचिरहेको रहेछ। यो के धार्मिक स्थल हो कि क्या? यो हो धार्मिक आस्था बोक्या पनि ठाउँ। अनि माछालाई चाहिँ पहिलेदेखि हामीले दाना किनेर खुवाउनु पर्ने किन? के त्यस्तो रिजन छ? ए त्यो शास्त्र अनुसार माछालाई भयो, कुकुरलाई भयो होइन, गाईलाई भयो खानेकुराहरू खिलायो भने चाहिँ राम्रो हुन्छ अरे। आफ्नो ग्रह गोचरमा केही त्यस्तो भइरहेछ भने जसरी राहुको लागि चाहिँ राम्रो चाहिँ कुकुरलाई, गाईलाई, माछालाई दिनु पनि राम्रो भन्छन्। यता पनि छ माछा पोखरीभरि नै दामी दामी। दाना मात्र खबर रहेछ भित्रपट्टि रहेछ नि त। खाजेर पनि हामीले उतैपट्टि साइडमा लेक छ अरे, लेकतिर जाउँ। लेक बेसी डाँडो छ र पोखरीको लभबर्ड्स गाइज। सकिसक्यो गाई। उनीहरूले मेरो मुखमा त पापड मात्रै मागेर सब सकिसक्यो मेरो मुखमा। हामी बिस्तारै खान्छौँ नि त, हतार गर्दैनौँ। मेरोमा त पुरा खाँदैन। त्यसले कस्तो रहेछ क्या सुरुमा भन्दाखेरि मैले भने हतार गरिहाल्छ। मलाई त्यति स्पेसल केही लागेन यहाँको। जसरी टिकटको एउटा उहरू छ, प्रोसेसिङहरू छ, भित्र गएर पहिला त लिन्थेन क्या हो, आजभोलि लिन थाल्यो क्या मान्छेहरू भित्र गएर वाउ टाइप होला भन्ने थियो, तर केही पनि छैन। जस्ट एउटा पोखरी यति। यो चाहिँ मेरो साथीको भ्यू हो गाइज।
तर एरिया चाहिँ उसरी पिसफुल छ, शान्त छ। कसैलाई पिस अफ माइन्ड चाहिएको छ भने चाहिँ आउँदा हुन्छ। माछाहरू छ तलाउमा, यसो हेर्ने, टाइम पास गर्ने। तर पैसा तिरेर यो ठाउँ भिजिट गर्नुको लागि म चाहिँ कसैलाई रिकमेन्ड गर्दिनँ। मलाई चाहिँ त्यति खास स्पेसल लागेन। उहाँले चाहिँ अब उहाँ घुमाउनु लानुहुन्छ अरे के ड्रिम्स अफ गार्डन हाइकिङको लागि कहिले चाहिँ जाने होला? ल भनेछ हौ ड्रिम्स अफ गार्डन जाने भनेर भनेको छ मेरो साथीले। गार्डन अफ ड्रिम्स कब समय आउँछ नि अनि जानुपर्छ। के हो तिम्रो नि बिहे भएपछि जोडी भएपछि जानुपर्छ भन्ने हो क्या? तिम्रो चाहिँ वेट गरिरहेको छौ। ल ठिक छ त, जोडी जोडी बनाएर जाने कसको होला त यार मेरो हुने बेला यार। अहिलेसम्म नजरमा आएको छैन थ्या जिन्दगी पनि। हुन्छ होला बिस्तारै छिट्टै हुन्छ अब। हुन्छ हुन्छ भइसक्यो नि अब ड्याडी आयो भने अब नेक्स्ट इयर 1-1.5 वर्षभित्र सकभर 72 मा हुन सक्छ यदि कोही भेटिहाल्यो भने। अब भेटेन भने 82 72 भन्दा खालि भेट्यो भनेर हुनेन। मेरो मनले पनि एक्सेप्ट गर्नु पर्यो न दिल से एक्सेप्टेड हुनु पर्यो क्या। भेटिन त जो पनि भेटिहाल्छ नि। जाइलो दिन सजिलो छ मलाई त। वाउ भ्यू त खतरै हो नि भ्यू चाहिँ। त्यो त यो मान्छे त अलिक टाढाबाट पनि भिडियो बनाऊ कि भनेर सोचिरहेको थिएँ। हेलो गाइस, हामी चाहिँ अहिले यो लेकतिर जाउँ डाँडातिर जाउँ भन्दैछ। तौदह उच्चारण पनि गर्न जानिरहेको छैन। यहाँबाट हामी चाहिँ अलिकति माथितिर उकालो यो लेक साइडतिर मलाई लागेन। कहाँको मान्छे भएर रे? अब यो विदेशको मान्छे भएर चाहिँ यहाँको ठाउँ चाहिँ मलाई चाहिँ मेरो विचारमा चाहिँ के लाग्यो भन्दाखेरि यो ठाउँ चाहिँ एउटा धार्मिक स्थल हो जस्तो लाग्यो। यहाँ केही त्यस्तो विश्वासहरू गरिने जस्तै कि माछालाई तिम्रो दानाहरू दिएपछि माछालाई एउटा भगवानको रूपमा हेरिएको हो कि भन्ने मेरो आफ्नो सोच होइन। अब यथार्थ कुरा के हो त्यो चाहिँ थाहा भएन। ल गाइस तपाईहरुले कमेन्टमा भनिदिनु होला के हो। यति धेरै कुरा भन्नुभन्दा अगाडि हजुरको पहिला सुरु इन्ट्रोडक्सन दिउँ न। के हो तपाईँ? विदेशी मान्छे भनेर भन्यो क्या? मलाई विदेशी यहाँ मन परेन भन्यो। पोखरीमा भएको माछाहरूलाई चाहिँ दाना दिने चलन रहेछ। यहाँ आउने जति पनि टुरिस्ट भिजिटरहरू हुनुहुन्छ सबैले चाहिँ माछालाई दाना दिएर। तर पोखरीभरि ठुल्ठुलो आफूले चाहिँ धार्मिक ठुल्ठुलो छ हेर्नु डल्फिन हेर्नु। डल्फिन त होइन रहेछ तर कति लामो। मैले चाहिँ डल्फिन देख्नु भयो र उहाँको हाँसो चाहिँ खतरा खालको मरद छ क्या गाइस। फेरि हालिदिइहाल्छ फेरि भनेको गाइड। एउटा पनि नकाटेर हान्ने हो, सब हान्ने हो, पुलिसदेखि लिएर सबै चिज। म एकदम विचार गरेर बोल्छु, जे पाए त्यही हालिदिने मेरो चाहिँ। कहाँ जे पाए त्यही हुन्छ। पब्लिक हामीहरू त ब्युटिफुल क्युटी आइरहेछ। माथिबाट दाना फाल्दैछन्, तलबाट माछाले चाहिँ जम्प गरेर त्यो दानालाई चाहिँ लिँदैछ लगेर है। खै खै ऊ यहाँ हेर न, अब मान्छेहरूले चाहिँ दाना यहाँबाट म भने यो भ्लगरले खासै के बोलिरहेको थिएन। अब म बोल्छु यहाँ साथीहरू भएको के काम त अनि बोलिहाल न हौ, बोलिहालिन्छ नि। भ्यू त यहाँ फोटो खिच्यो कसैले? फोटो खिच्यो भनेको यहाँबाट त भ्यू आउँछ होला त। जङ्गलतिर बरु ठिक होला हो यहाँ हो र। अब यो तालको एरियाबाट चाहिँ माथि जाउँ भनेर भनिरहेछन् केटाकेटीहरू। कता पुग्यो है? उता पुगिसक्यो। कहाँ जान लाग्छौँ रे हामी? हाइकिङ जाउँ भनिरहेको यहाँ आफ्नो जुत्ताले साथ देला जस्तो छैन। कस्तो लेख हो यतातिर डाँडो हुस्साली त पुरै। हालत त यस्तो पो छ त। खै त अनि तिम्रो लेख यसको लेख कता रहेछ गाइस? हामीले त देखेनौँ के अरे। यता हो कि यता हो कि कता हो? उयो डाँडो मात्रै छ। फेल खायो उहाँको आइडियाले त। यो बाटो हो क्या? यो बाटो भिडियोमा देखाएको कताको हो कता यार? मैले गरेँ हो त यार, नगरे हो। मैले प्रोग्राम चलाएँ, टिभीमा चलाएँ, एफएममा चलाएँ। कुन एफएम? उसलाई मैले हायर गर्छु। मेरो खोलिरहेको छु नि त मैले एउटा न्युज कम्पनी, मिडिया कम्पनी। एफएम न्युज रिपोर्टर चाहिँ
थाक्यो भने एम्बुलेन्स बोलाउँछु रे है त्यति कहाँ नसक्नेहरू क्या उहाँ चाहिँ जस्तो अवस्था नि हिँड्नु सक्नुहुन्छ अरे म त सक्दिनँ गाइज मलाई त गाह्रो पर्छ जस्तो छ यस यस अच्छा बोइलर भइसक्नु भयो सिधा बाटो चाहिँ म जति पनि हिँड्न सक्छु मलाई बोइलर मासु नै मनपर्छ कुखुरा खाएको तागत लाग्यो अब हामी यहाँ आइयो तर बाटो चाहिँ हामीले पैसै नपर्ने के थाहा लाग्छ भन्ने पनि थाहा थिएन पहिला त उत्तिकै जान्थ्यो क्या हो र के थाहा कता कता झाडीतिर लग्दैछ गाइज हामीलाई किडन्याप गर्न त लागेन किडन्याप गरेर नि म एक्लै मात्रै हुन्छ उहाँ त आफ्नै बुढी हो अब बिचारा किडनी निकालेर बेच्छु ट्रान्सप्यारेन्ट गर्छु भने आफ्नोमा कता हो यो कता कताबाट लगेर यस्तो बाटो पुल ठुलो झोलुङ्गे पुलमा भनेको फर्सी फुट्यो जस्तो होला फेरि गाह्रो रहेछ हाइकिङ जाने भनेको उराट लाग्दो मौसम भएको छ के गर्ने होला ठिक छैन नि दिन राम्रो रहेनछ भने पुरा हुस्सु लाग्यो जस्तो अब हुन त यो महिना उराट लाग्ने हुने हो अलि चैत वैशाखदेखि पालुवा लागेपछि अहिले अब यो सब 5-7 घुम्ने ठाउँ हुन्छ बार्बिक्यू बनाऊ ऊ चाहिँ हाम्रो गाइड हो गाइड हामी बिचराहरू पछि मात्रै लगाइरहेको छौँ उहाँको उहाँ चाहिँ गाइड हो र यो चाहिँ झोलुङ्गे पुल हो रे कुन खोला हो चाहिँ थाहा भएर गाइड यो झोलुङ्गे पुल हो रे उहाँको आमामा तरिका हो झोलुङ्गे पुल क्रस भयो भने अब लेक भने यही हो क्या हो यति लेक यदि कसैलाई टुर गाइड हायर गर्नु छ भने चाहिँ उहाँलाई नै गर्नु होला गाइड पछुताउनै हुने छ निशुल्क रूपमा खाना बस्नको चाहिँ व्यवस्था गरिदिनु पर्यो बाँकी चाहिँ म बेहोर्छु क्या परेको उहाँले बेहोर्नुहुन्छ खाने बस्ने व्यवस्था चाहिँ मिलाइदिनु पर्यो रे तर म कुनै आम्दानी के भन्छ त्यसलाई तलब लिएर चाहिँ म गर्दिनँ सित्तैमा अरे अघि चाहिँ उसले 2-4वटा डाँडाहरू म यत्तिकै पार गरिदिन्छु भन्दै थियो अहिले 5 मिनटको उकालो हिँड्न पनि उसलाई एकदमै गाह्रो भयो अरे अब योभन्दा बढी हिँड्न सक्दैन अरे बुढी हुनु भयो अरे गएको वर्ष उसले पुरै यहाँदेखि माउन्ट एभरेस्टै हिँडेको भन्छ अब चाहिँ आउनु न तपाईँलाई अहिले बुढी भएछ ठिकै छ अलिकति त 5-10 मिनटको उकालो त हामी बोक्न पनि सक्छौँ अब त्योभन्दा धेरै त खै गाइज उहाँको बुढी हो के अरे अब बोक्यो नि सक्यो नि नसक्यो नि उहाँकै जिम्मा केही परिहाल्यो भने नि हाइकिङ गर्नेहरू बस्ने ठाउँ खोजिरहेछ गाइज तरिका हो कहाँ गुहे खोलाहरूमा लगेर हाइकिङ हुन्छ कता कताको गुहे खोलामा लगेर हाइकिङ रे अब तरिका हो गाइज अब यहाँबाट सिधै उकालो हो जानु सक्दैन रे खुट्टा तानेर घिसारेर लग्नु पर्ने हो क्या अरूले उठाएर लगिदियो अरे मेसाजीको सिटमा चाहिँ अनि खोज खुरुको तैँले गर्दा मेरी कसले लग्यो भने अलिकति हिँडेर चाहिँ हामी यो थकाइमारमा यहाँ बसेका छौँ गाइज यो एरियाबाट अलिअलि उतापट्टि हुस्सुले त केही देखिहाल्नु यहाँ कालिजहरू अलिअलि पालेर राखेको रहेछ कालिज किन्ने भनेर कुरा गरिरहेको थियो तर बेच्न मानिरहेको थिएन लेट्सी के गर्छ किन त दिन्न होला नि सेवा छ यी सेवा छैन सोध्नु होइन हुन्छ होला फेरि अहिले मसँग ऊ यहाँ अरूकोमा मागौला नि ठिकै छ केही छैन यहाँ गरेर न जानु त जानु हामी हेरौँ भनेर चाहिँ वेटमा बसेको अब उहाँ चाहिँ बाहिर भित्रबाट
निकाल्नुहुन्छ क्या ठुङ्छ भने बल्ल तल्ल फकाएर ल्याउन चाहिँ मानिरहेछ गाइज। अब के गर्छन् थाहै छैन। आज कालिज यहाँ हिँडेर लेकमा जाउँ भनिरहेको थियो। लेकको कालिज खाने भयौँ क्या हो। यति समात्नलाई डराएको हेर गाइज। उहाँ चाहिँ बाहिर भित्रबाट निकाल्नुहुन्छ क्या ठुङ्छ भने बल्ल तल्ल फकाएर ल्याउन चाहिँ मानिरहेछ गाइज। अब के गर्छन् थाहै छैन। आज कालिज यहाँ हिँडेर लेकमा जाउँ भनिरहेको थियो। लेकको कालिज खाने भयौँ क्या हो। आयो कालोवाला तल छ एउटा चाहिँ भाग्न खोजिरह होला नि बिचारीहरू। आजा कता हो कता। ओइ खतरा उठ्न खोज बिचराहरू त यहाँ जेलभित्र परे जस्तो लाग्छ क्या यिनीहरूलाई। समात्यो कता गयो कहाँ छ ठुलो त्यो कालो यो कालोवाला सम्म दुईटा पोथी रहेछ है। अब हाम फालो ऊ समात्न नसक्ने मान्छे के हाम फाल्छ होइन सकिन्छ होला ट्राई गरौँ न। दुगुरी रासन त्यो कस्तो राम्रो छ नि कलर चाहिँ यिनीहरूको। यहाँ हामीले देखेर भाग्नै खोज्नु टाइम लाग्छ होला जाऊ तिमी पनि सकिन्छ। दुईजना आउनु न। उता कुदिसक्यो यता र उता ऊ त्यो एउटा चाहिँ सकिन्छ कि गयो जाऊ अब समात ऊ बाहिर गयो यार। अब सकिन्न त बाहिर होइन होला गइसक्यो। ढोका लाग्छ कि नै हेर ढोका लगाइदेऊ न। यो ढोका लगाइदेऊ न। उयो ढोका लागेकै रहेछ। समातियो गाइस कालिज समातिसक्यो। एउटा चाहिँ बाहिर फुत्केर त्यसलाई चाहिँ निकाल्नु पर्यो। गयो कता गयो बाहिर जाली छ कि नै? जाली त छ। समाउनै सक्दैन उहाँमा आएर बिचरा डराउनु भएको छ कि क्या हो। यति समात्नलाई डराएको हेर गाइस। गफ त ल हाम्रो कालिज चाहिँ बाहिर निस्किन्छ। बल्ल तल्ल फकाए बेचेको थिएन अस्तिहरू को आएको थियो अरे अनि दिएको थिएन अरे हामीहरूले चाहिँ। हाम्रो चाहिँ जस मेरो सक्दतले होला आइसक्यो यार कालिज। अर्को चाहिँ रङ्गी नै हुने रहेछ कालिज। कति किलो हुन्छ यार यो? 1 किलो जति हुन्छ मात्रै। 1 किलो पनि हुँदैन ठुङ्दैन पाले। अनि यो यति महँगो? ठाडो भएको त उठ्छ कि। ल फोटो खिच त मेरो ल उड्यो भने चाहिँ यो जान्छ पैसा। ठुङ्दैन यो त त्यसो नगर अहिले माया गऱ्यो भने मन्जु देऊ त त्यसलाई एकछिन यो माथिको बटन अन च्यापिदियो त। आयो गाइस कालिज। कस्तो राम्रो फोटो आउँदो रहेछ नि त थाहा छ। उहाँ चाहिँ रङ्गी बिरङ्गी कस्तो राम्रो हुँदो रहेछ। गोमन सरको कसरी अलिअलि आवाज निस्काउँदो रहेछ। अहिले राम्रो आइरहेछ। हाम्रो यहाँ फोटो पनि राम्रो आउँथ्यो होला। जान हजुर एउटा फोटो खिच्नु। कालिज खाने भनेर यहाँ पानी तात्दैछ। अहिले पो माया गरेर हो गाइस। माया लाग्दो छ तर होइन के यिनीबाट राम्रो आइरहेछ। खै वाउ अहिले उड्यो भने उड्दैन के। राम्रोसँग समात न सजिलो हुने गरी। यसको त चार्जै धेरै छैन। अब यति गरेर चाहिँ हामी फर्किने होला गाइस। के गर्नु उता क्यामेराम्यान उता पनि हुनुहुन्छ। ठिक छ
डरले भाग्या गाइज हेर्नु न भाग्या त कस्तो राम्रो छ तर सानो चाहिँ सानै हो है कालिज त 3 किलोसम्मको हुन्छ ज्यादा होला नि हुन्छ कालिज 2 ढाई हो सिधै उभिँदैन भयो सकिसक्यो भिडियो हो भिडियो हो अगाडि राख न छातीतिर धेरै लामो न अब त्यो सुरु भयो बन्द गर्दाखेरि पनि माथि नै हो ट्याप्नु पर्ने मै आउँछु थोडा यो हात यता गर्दा नि हुन्छ यता गर्नु अघिबाट बिचरा मलाई फुल देखाउनु न ल फुल देखाउनु त कालिज अझ टाढा जानु तल गर्नु न मेरो फुल आउने गरी मस्त यसलाई खाने भन्ने माया लाग्दो छ खाने भनिरहेको छ गाइस राम्रो त राम्रो छ कति होला 1 केजी पुग्छ पुग्दैन अलिअलि कालिजको मासु खतरा मिठो हुन्छ अरे अब लेट्स सी कस्तो हुन्छ चाखेपछि चाहिँ सुनाउला होइन के छ साथी कस्तो फिल भइरहेको राम्रो फिल भइरहेछ अरे धेरै वर्षपछि कालिजको साँझ भयो गाइज मैले त अब यहाँ जुत्ता फुकालेर हिँड्नुपर्ने अवस्था आइसक्यो नाङ्गे खुट्टा खोइ केटाकेटीहरूले त अलिक कम्फर्टेबल जुत्ता लाग्थ्यो ओह्रालो हिँड्नु मलाई चाहिँ गाह्रो पर्ने भयो मासु बोइल गर्ने हड्डीमा सिटी हाल्नु यसरी हिँड्नुपर्ने अवस्था छ कालिज ल्याइयो अब आज साँझै हामीहरू सबैजना मिलेर जङ्सन गर्ने भनिरहेछ यस्तो टक्क हल्का पार्टी कालिजको पार्टी कालिज चाहिँ हामीले भुत्लाएर अलि टक्कसँग अघिसँग त माया लागिरहेको थियो त्यही भएर मैले त त्यो सुत्लाउन हेर्दै हेरिनँ अब सिधै गएर औषधि पनि हो न खाने हो अब मजाले गएर हो नि त ओह्रालो यहाँबाट काठमाडौँको अलिअलि उयो चोबारको डाँडोहरू यता देखिँदो त रहेछ तर हुस्सो लागेर पुरै भ्याइसकेछ के कहाँ हुन्छ यार तर यो प्राइम कसलाई गाडो लाग्यो हामीलाई आधा किलो 1 किलो मात्रै मिल्यो कालिज भन्छ क्या अनि कालिज त अनि खसीको मासु भन्दा नि बेसी महँगो हो त बल्ल तल्ल ल गाइज आजको अरू त त्यस्तै अगाडिदेखि सबैले नाक निच्च गरिरहेको थियो अहिले चाहिँ अघि कालिज खेलाउँदाखेरि मुड फ्रेस भयो होइन अब चाहिँ यहाँको यत्रो तागत देखिदिन्छ कि अब त्यो पुरै छोड अर्थिट मेरो बिमार चाहिँ ठिक हुन्छ अर्थिट हुने भयो गाइज यत्रो उकालो चढेको अघिको डाँडो लेक जाऊ भनिरहेको थियो लेक जाएको लेकबाट कसैले कालिज आयो अब बाई बाई सी यु इन द नेक्स्ट ब्लग मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला धन्यवाद हालत यो भइरहेको कालिजको तयारी भइरहेछ यहाँ अब यसको चाहिँ पकाएर पराउँदा हुन्छ खाने बेला फोटो खिच्यौँ त योसँग रमायो कम त अहिले त पोलेर खानु मैले त मार्नु पनि हेर्दैन माछा होइन यो